Welcome to my vlog, guys. हामीहरु चाहिँ भर्चुअल होस्टल ल्याब फ्यामिली पिकनिक जाँदैछौँ। उहाँ हुनुहुन्छ हाम्रो सुधा शर्मा, हाम्रो सिस्टर, अनि उहाँ हुनुहुन्छ न्यू के हो नाम? हजुरको नाम भनिदिनु। जेनिसा। ओके, अनि सीता दिदी हाई भनिदिनु नि त। ए फोनमा हो? दीक्षा एप्पल खाँदैछु। उहाँ दुईजना। हेलो, कस्तो लागिरहेको छ त नि आजको पिकनिक? रमाइलो लागिरहेको छ। हामी कहाँ जाँदैछौँ? मनी खोला पार्क है। अनि भन्नु नि त हजुरले केही आजको फलोअर्स Don't follow her, only follow me. Unsubscribe गरिदिनु होला। ल अब हामी अरूहरु पनि फर्दर दिँदैछौँ हामी इन्फर्मेसन त्यो पिकनिक स्पटको त्यहाँको सबै इन्भाइरोमेन्टको है त देखाइसकेँ मैले त। हाई ल हाम्रो सबैकी प्यारी शारदा दिदीलाई अनि कस्तो कस्तो लागिरहेको शारदा दिदी? एकदम रमाइलो लागिरहेछ है। हामी कहाँ जाँदैछौँ? पिकनिक हो। हामी ल्याब फ्यामिली भएर पिकनिक जाँदैछौँ। सुधाइदको फोनमा के छ? मेरो फोनमा यो बिन्ता नेउपाने भन्ने so pretty लाउँदै हुनुहुन्थ्यो लिपस्टिक, तर अहिले त लाउनु भएन। छिटो लाउनु न। Yes, we are heading to our Monikula Park on the way to पिकनिक स्पट मनी खोला। एकदम धेरै एक्साइटेड छौँ। ल हामी आइपुग्यौँ मनी खोला, हाम्रो पिकनिक बब्बाल रमाइलो। हामी फाइनली आइपुग्यौँ हाम्रो पिकनिक स्पट। गाइज हाम्रो ग्याङहरू साह्रै रमाइलो पर्छ। अब आजको रमाइलो मनी खोलामा। यो यस्तो दामी हाम्रो गैँडा हाम्रो ग्याङहरू आउँदैछन्। हाम्रो कता हो साँच्चै पिकनिक स्पटहरू पनि स्पेसियस नै छ है। अनि इन्भाइरोमेन्ट पनि सबै कुराको एकदम राम्रो फेसिलिटिज रहेछ। हाम्रो पिकनिक स्पट हामी आइपुग्यौँ है। समृद्धि यतापट्टि चाहिँ अर्को ग्रुप उहाँ कोही कोही चाहिँ एकदम व्यस्त हुनुहुन्छ। यति व्यस्त हुनुहुन्छ कि नगर ठ्याक्क आइपुग्यौँ हाम्रो पिकनिक स्पटमा। अब हाम्रो फर्स्ट हाम्रो 3टा कोर्स छ फुडको मेनुमा। एउटा चाहिँ ब्रेकफास्ट भइहाल्यो, एउटा मेन स्टार्टर अनि मेन कोर्स छ है। त्यही हो। अब म हजुरहरूलाई मेरो मेनु पनि देखाउँछु। पिकनिकको डकुमेन्टरी पकाएको होला खिच्छु ल। तपाईँले मेनु हेरेर के हो
गाङ्गुले कफी खान लाग्यो कि चिया कफी है ल तिम्रो ननिकाल्ने भनेको ब्ल्याक टी चिया त खानु पर्यो नि किन ब्ल्याक टी मिल्क चाहिँ खाँदिनँ ल यो चाहिँ भाइरल हुनुपर्छ है गाइज हामी सुरु भइसक्यो हाम्रो ब्रेकफास्ट गङ्गु लियो चना म त बनाइदिन्छु क्या आदेश पारेको मेरो धेरै भएको भयो मलाई दुई दुईवटा अन्डा राखिदिएर हामीले खाएर बिहान गाइज ब्रेकफास्ट पेट ढुङ्गा भयो उहाँ बिजी भइसक्नु भयो उहाँले चिया खाँदै हुनुहुन्छ हामी अति नै रमणीय छ इन्भाइरोमेन्ट है सबैजना आफ्नो अनि यतापट्टि चाहिँ पोन्ड रहेछ यहाँ एकदम शान्त साह्रै नै यही नै हो मनी खोला पिसफुल हार्ट भन्छ यसलाई एकदमै गाइज हामीहरू मनी खोलामा छौँ उहाँले कपाललाई पिन गर्दै हुनुहुन्छ यहाँ हेर्नुहोस् मनी खोला यस्तो प्रिटी रहेछ होइन दिदी उहाँ चाहिँ हाम्रो अरू ग्याङहरू उता बसिरहनु भएको छ भेरी बिजी फर आवर क्लिकिङ पिक्चर कपालले दुःख दिन्छ सबैजनालाई दुःख दिन्छ कि दिँदैन प्लिज कमेन्ट एन्ड मेन्सन हर चिनेकोले हो क्या उनीहरूको कन्थन फोटो खिच्ने चलिरहेछ तर म त्यस्तो हामीहरू चाहिँ फोटो खिचेर थाकेर फोटो भिडियो खिचेर थाकेर बसेको मान्छे हो Radhan Dai, hello. Welcome to my vlog. हाम्रो बहिनीको भ्लगलाई चाहिँ सबले लाइक र सब्स्क्राइब गरिदिनु होला है Thank you.
माछा मन पर्छ नि मिन्ता माछा मन पर्यो दुईटा अरे बसेको टोलीमा रमाइ छुट्टै हो होइन मैले हो देखेको नि माछा कस्तो खालमा धेरै
अब को हार्ने दुईटा ग्रुपमा नाकमै अडिया नाकमै त्यो सास फेरि जान्छ यसमा डान्डी बसेर कालो मणि हो क्या त्यो बिपनारको बेलुनको हावा गइरहेको त्यो सानो भइसक्यो गर्दा गर्दै हो ए
तिनवटा रौ त्यो बहिनीकै के अरे नाम के हो के नामै आएन जेनिसा ए जेनिसा गिफ्ट एक्सचेन्ज गेम 10 कलरको गिफ्ट एक्सचेन्ज गेम स्टार्ट हुँदैछ वी आर सो एक्साइटेड हैन दाइले भिडियो खिच्नु म यहाँ बोलाउँछु सुरु गरौँ पिङ्क कलर ग्रीन कलर सबै आफूले चाहिने मात्रै राख्नु भए रहेछ गाँठे व्हाइट व्हाइट यो क्यामेराम्यानहरूलाई छँदै छैन त सर मणि सर हाम्रो क्यामेराम्यानले त खोइ त के कलर आयो अब सबभन्दा बेस्ट कलर निस्केछ गिरिङमा को हुनुहुन्छ गिरिङ कलर खोइ
हात फुटेको पनि आयो लिपगार अनि साँच्चै यो पल चाहिँ सबैभन्दा रमाइलो भएको थियो है कसैको फर्स्ट एक्सपिरियन्स थियो यो गिफ्ट एक्सचेन्जको है कसैको सेकेन्ड भनौँ है अनि तर अति नै रमाइलो भएको थियो कि हेर्नु न त्यहाँ सबैजना रमाएर आफ्नो सामानहरू लास्ट रमाइलो भएको थियो Music Nepal. अब यो चाहिँ फाइनल ल अब सक्यो है हाम्रो पिकनिक बाई अब नेक्स्ट पिकनिक सकियो हाम्रो